साथीहरू सबैजनालाई नमस्कार। म चाहिँ अफिस टाइम पछि गाउँमा फिल्ड गएको है, खसी बोकालाई खसी बनाउनलाई म चाहिँ हिँडेर भिडियो बनाउँदैछु। कस्तो वातावरणमा पनि कस्तो चिसो मौसम है। अनि अरू ठाउँ गर्मी छ भने चाहिँ यता चाहिँ एकदम चिसो छ के। अनि म चाहिँ हिँड्दा फेरि घरतिर पुगेर अनि बाख्राको खोर पनि भिडियो गरिसकेँ। अनि मैले चाहिँ एकदम राम्रो छ भनेर बाख्राको खोर पनि हेरेँ, एकदम सफा रहेछ। अनि मैले चाहिँ खसी बनाउन लागेँ है त। त्यहाँ दाइ र बुवाले चाहिँ छोप्दै हुनुहुन्छ, अनि दिदीले पनि छोप्दै हुनुहुन्छ। मेरो दिदीले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। बाख्रा चाहिँ एकदम कराइरहेको थियो यहाँ गरेर। अनि मैले चाहिँ बनाइदिइसकेँ, च्याप्प चिप्दिसकेँ है त। अर्कोको पालो आयो, फेरि चिप्दिहालेँ कि फेरि मैले। अनि मलाई त पाप पनि लाग्छ होला हौ यस्तो के अरे खसी बोकाएर कराइरहेको छ है। अनि त्यसपछि दाइहरूले चाहिँ कति कराएको हो भनेर भनिराख्नु भएको छ क्या। अनि एकदम मलाई सताएको थियो, म्याडम अनि तपाईँ आएर अब यसलाई ठिक बनाइदिनु भयो भनेर भनिराख्नु भएको छ क्या। अनि टे लाएर मैले चाहिँ बनाइदिइरहेको छु। अनि उट्या जाँदाखेरि चाहिँ बाटोमा यस्तो राम्रो के, अनि कुनै हिँडेको जस्तो फिलै नभएको क्या। यस्तो चिसो छ म बस्ने ठाउँमा है। अनि यो चाहिँ बोकाहरूलाई खसी बनाएको है। अनि यो बनाएपछि चाहिँ खसीहरू मोटा हुन्छ अनि राम्रो हुन्छ। मैले चाहिँ बनाइरहेको छु तुई गरेर। अनि अब यो चाहिँ लास्ट हो, लास्टको बनाइसक्न लाग्छु। बनाएर औषधी लगाइदिइसकेँ है मैले चाहिँ। औषधी लगाइदिनु पर्छ कि नत्र त पाक्छ